यो 2082 साल भाद्र 23 र 24 गते नेपालमा भएको ऐतिहासिक र त्रासदीपूर्ण जेनजी आन्दोलनको विषयमा तयार पारिएको 900 पृष्ठभन्दा लामो आधिकारिक जाँचबुझ आयोगको प्रतिवेदन हो नि। हो, र ल अब यसलाई खोतलेर हेरौँ। यो 900 पृष्ठको दस्तावेज कुनै सामान्य सरकारी कागजको खात मात्र होइन। पटक्कै होइन। यसलाई एउटा डरलाग्दो ऐनाभन्दा फरक पर्दैन। किनभने यसमा ग्राउन्ड जिरोमा खटिएका सुरक्षाकर्मीका बयान छन्, मृतक र घाइतेका रगत लतपतिएका तथ्याङ्क छन्, सिडिओहरूमा रिपोर्ट छन्। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त डिजिटल फोरेन्सिक अर्थात् त्यो डिस्कर्ड च्याट लगरसम्मको नालीबेली यसमा समावेश छ नि। हो नि, र यो बहुभाग श्रृङ्खलाको पहिलो खण्डमा हामी यही तथ्यलाई केलाउनेछौँ। भ्रष्टाचार र सुशासनको माग गर्दै सुरु भएको एउटा शान्तिपूर्ण प्रदर्शन कसरी केही घण्टामै नियन्त्रण बाहिर गयो। हो, नियन्त्रण बाहिर गयो, र यसले कसरी देशैभरि आगो लगायो भन्ने कुराको चुरो हामी खोतल्ने प्रयास गर्नेछौँ। यो प्रतिवेदनको पाना पल्टाउँदै गर्दा एउटा कुरा एकदमै प्रष्ट हुन्छ नि। भाद्र 23 गते सडकमा जे देखियो त्यो कुनै एकै दिनको झोकमा भएको घटना पक्कै थिएन। त्यसको पछाडि त 35 वर्षदेखि तातिरहेको असन्तुष्टिको कथा छ। अलि लामो छ यो कुरा। प्रतिवेदनको सुरुवाती खण्डले नै विगत 3 दशकको राजनीतिक इतिहासलाई एकदमै निर्मम तरिकाले चिरफार गरेको छ। त्यहाँ उल्लेख भएअनुसार 2047 सालमा प्रजातन्त्र पुनर्स्थापना भएदेखि हालसम्मको 35 वर्षमा 30 वटा सरकार बनेको तथ्याङ्क छ। 35 वर्षमा 30 वटा सरकार, बाफ्रे। हो नि, अनि बारम्बार तिनै अनुहार सत्तामा दोहोरिने, विकासका योजना शिथिल हुने र भ्रष्टाचार दिन प्रतिदिन झाँगिँदै जाने प्रवृत्तिले समाजमा एउटा गहिरो मनोवैज्ञानिक असर पारेको प्रतिवेदनको निष्कर्ष छ। मतलब सीमित व्यक्तिहरूको अस्वाभाविक जीवनशैली र सर्वसाधारणको दैनिक सङ्घर्ष बीचको दूरी यति बढ्यो कि युवा पुस्ताले राज्य संयन्त्रप्रति नै पूर्ण रूपमा अविश्वास गर्न थाल्यो। परम्परागत प्रणालीले उनीहरूको भविष्य सुनिश्चित गर्न सक्दैन भन्ने भाष्य निर्माण भयो, जसको परिणामस्वरूप युवाहरूको चरम वैदेशिक पलायन भइरहेको थियो नि त। एकदमै। यसलाई एउटा भ्याल्भ बन्द गरिएको प्रेसर कुकरसँग तुलना गर्न सकिन्छ। हो, 35 वर्षदेखिको असन्तुष्टिको आगोमा त्यो कुकर तातिरहेको थियो। भित्र चरम दबाव थियो, तर कतैबाट थोरै भए पनि बाफ निस्किरहेको थियो। खास गरी डिजिटल माध्यमबाट, होइन त? सामाजिक सञ्जालबाट। अनि सरकारले 2082 भाद्र 19 गते एउटा अचम्मको निर्णय गर्यो। सामाजिक सञ्जालमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय। एक्ज्याक्टली। अहिलेको पुस्ताका लागि सामाजिक सञ्जाल भनेको मनोरञ्जन मात्र थिएन नि त, यो त रोजगारी, व्यापार र अभिव्यक्तिको मुख्य माध्यम थियो। सही भन्नुभयो। अनि सरकारको त्यो निर्णयले त असन्तुष्टिको कुकरको भल्भ पुरै थुन्ने काम गर्यो। भल्भ थुनेपछि के हुन्छ? पड्किन्छ। हो, जब अभिव्यक्ति पोख्ने र जीविकोपार्जन गर्ने डिजिटल प्लेटफर्म नै बन्द गरियो, त्यो रोकिएको ऊर्जा भौतिक सडकमा पोखिन बाध्य भयो। प्रतिवेदनको ग्राउन्ड रिपोर्टिङ खण्डले त्यही विस्फोटको मिहिन विवरण दिन्छ। जेनजीले भाद्र 23 गते प्रदर्शनको आह्वान गरे नि त। काठमाडौँको माइती घरबाट सुरु भएको त्यो भिड सुरुमा त शान्तिपूर्ण नै हुने भनिएको थियो, तर अवस्था कति छिटो परिवर्तन भयो भन्ने कुरा त्यो एभरेस्ट होटल अगाडिको प्रहरी ब्यारिकेडको घटनाले देखाउँछ है। एकदम। त्यो ब्यारिकेड तोडिएपछिको नतिजा त सडकमा देखिहाल्यो नि। माइती घरको शान्तिपूर्ण भिड जब नयाँ बानेश्वर स्थित सङ्घीय संसद भवनतर्फ अघि बढ्यो, त्यहाँको भौतिक झडपको विवरण पढ्दा त साँच्चै आङजिरिङ्ग हुन्छ। प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्न साथ भिड उग्र बनेको कुरा छ नि त्यहाँ। हो, केही प्रदर्शनकारीहरू संसद भवन परिसरभित्रै प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्यो र पहिलो दिनमै त्यही बानेश्वर क्षेत्रमा 17 जना प्रदर्शनकारीको मृत्यु भयो। 17 जनाको मृत्यु, त्यो पनि पहिलो दिनमै। र त्यो 17 जनाको मृत्युले आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरिदियो। भाद्र 24 गते पुग्दा त यो आन्दोलनले पुरै देशमा भयानक हिंसात्मक रूप लियो नि। प्रतिवेदनमा उल्लेख भएका क्षतिहरू त सामान्य तोडफोडका मात्र छैनन् त। छैनन्। काठमाडौँ सहित देशभरका सरकारी कार्यालय, सर्वोच्च अदालत, शीतल निवास, प्रधानमन्त्री निवास, बालुवाटार वरपरका क्षेत्र र प्रहरी कार्यालयहरूमा आक्रमण भयो। अनि निजी सम्पत्तिहरू नि, जस्तै त्यो हिल्टन होटल, जावा कफी लगायतमा त सङ्गठित रूपमै आगजनी र लुटपाट गरियो नि। हो,
जम्मा 76 जनाको मृत्यु भएको तथ्याङ्क छ त्यहाँ। 76 जना, बाफ रे। त्यसको ब्रेकडाउन कस्तो छ नि प्रतिवेदनमा? 42 जना सुरक्षाकर्मीको गोलीबाट, 3 जना प्रहरीको प्रदर्शनकारीको आक्रमणबाट र बाँकी लुटपाट तथा अन्य क्रममा मरेका छन्। 2522 जना त घाइते नै भए। अनि भौतिक क्षति नि? करिब 85 अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख छ। 85 अर्बको भौतिक क्षति। यहाँनिर मलाई प्रतिवेदनको निष्कर्षप्रति अलिकति एउटा गम्भीर प्रश्न उठाउन मन लाग्यो। के कुरामा? सोच्नुस् त, के साँच्चै स्कुल र कलेजका विद्यार्थीहरूको एउटा समूहले मात्रै सङ्घीय संसद भवनमा आक्रमण गर्न र देशभरि यति ठूलो सुविचारित भौतिक क्षति पुर्याउन सक्छ र? सुन्दा त अलि अस्वाभाविक लाग्छ। हो नि। हिल्टन होटेल जस्तो ठाउँमा आगजनी हुनु र 85 अरबको क्षति हुनुले त यो आन्दोलन कुनै ठूलो राजनीतिक दल वा प्रतिपक्षी गुटबाट प्रायोजित पो थियो कि भन्ने बलियो सङ्केत गर्दैन र? बाहिरबाट हेर्दा ठ्याक्कै त्यस्तै लाग्छ। तर प्रतिवेदनको पाना नम्बर 300 पछिका खण्डहरूले नि राजनीतिक दलहरूको संलग्नतालाई नकार्दै अर्कै डरलाग्दो यथार्थ बाहिर ल्याएका छन् नि त। 24 गतेको हिंसात्मक क्रियाकलाप विशुद्ध जेनजी पुस्ता वा कुनै स्थापित राजनीतिक दलले गरेको थिएन। भनेपछि अरू नै कसैको हात थियो? हो। शान्ति सुरक्षाको चरम कमजोरीको फाइदा उठाउँदै क्रिमिनल अन्डरवर्ल्ड अर्थात् आपराधिक प्रविधि भएका व्यक्तिहरू र बाह्य तत्त्वहरूले आन्दोलनमा घुसपेट गरेका थिए। ओहो। लुतेरा समूहहरू प्रदर्शनकारीहरूसँगै मिसिएर लुटपाट, आगजनी र प्रहरीको हत्या जस्ता कार्यमा संलग्न भए। सरल भाषामा भन्दाखेरि एउटा शान्तिपूर्ण आन्दोलनलाई सङ्गठित अपराधले हाइज्याक गर्यो, होइन त? एक्ज्याक्टली। भनेपछि सडकमा न्याय मागिरहेका विद्यार्थीहरूको आडमा लुटेराहरूले आफ्नो काम फत्ते गरिरहेका थिए। हो नि। तर मेरो अर्को प्रश्न, यति ठूलो भिड कसरी यति छिटो सङ्गठित भयो त? बाह्य तत्त्वहरूलाई कसले र कसरी निम्त्यायो? यसको उत्तर खोज्दै जाँदा प्रतिवेदनले सडक छाडेर डिजिटल अन्डरग्राउन्डतर्फ मोडेको छ कुरालाई, खास गरी डिस्कोर्ड च्याट प्लेटफर्ममा। डिस्कोर्ड। यो डिजिटल फोरेन्सिकको पाटो सम्पूर्ण प्रतिवेदनकै सबैभन्दा चकित पार्ने हिस्सा हो जस्तो लाग्छ मलाई। एकदमै। यहाँ बुझ्नुपर्ने कुरा के छ भने डिस्कोर्ड भनेको फेसबुक वा टिकटक जस्तो खुला अल्गोरिदम भएको प्लेटफर्म होइन नि त। हो, जहाँ जो कोहीले भिडियो स्क्रोल गर्न सकोस् त्यस्तो हुँदैन यो। यो त एउटा बन्द, सुरक्षित र इन्क्रिप्टेड डिजिटल किल्ला जस्तै हो जहाँ छुट्टा-छुट्टै सर्भर, भोइस च्यानल र रोलहरू हुन्छन्। अनि प्रतिवेदनमा कुन सर्भरको कुरा गरिएको छ नि? त्यहाँ युवा हब र युथ अगेन्स्ट करप्सन जस्ता सर्भरहरू खडा गरिएका थिए। सेप्टेम्बर 7 देखि 9 अर्थात् भाद्रो 22 देखि 24 गतेसम्मको करिब 50 घण्टाको अवधिमा मात्रै त्यहाँ 6,64,000 भन्दा बढी मेसेजहरू आदान प्रदान भएको फोरेन्सिक जाँचले देखाएको छ। 50 घण्टामा 6.5 लाख मेसेज? बाफ्रे। हो नि। सुरुवाती च्याट लगहरू हेर्दा त सेप्टेम्बर 7 मा स्कुल युनिफर्म लगाएर शान्तिपूर्ण प्रदर्शन गर्ने सल्लाह भएको देखिन्छ। उनीहरूले सोचेका थिए युनिफर्म देखेर प्रहरीले हस्तक्षेप गर्दैन भनेर। तर त्यही सुरक्षित भनिएको डिजिटल किल्लाभित्र अवस्था कति छिटो खतरनाक मोडमा पुग्यो भन्ने प्रमाणहरू एकदमै डरलाग्दा छन् नि। छन्। जस्तै त्यो एउटा युजरको कुरा गरौँ न। त्यो IDKEHUAIM नामका प्रयोगकर्ताले लेखेका छन्, गाइज मोलोटोभ नि बनाऊ है बोतलमा। हो। अनि त्योभन्दा एक कदम अगाडि बढेर जोसेफ नाम गरेको अर्को व्यक्तिले त पेट्रोल बम अर्थात् नापाम बनाउने तरिका नै सिकाएको च्याट लग प्रतिवेदनमा जस्ताको तस्तै राखिएको छ। यहाँ म एकछिन रोक्न चाहन्छु है। यो नापाम भनेको त्यही रसायन होइन र जुन भियतनाम युद्धमा अमेरिकी सेनाले प्रयोग गरेको थियो? त्यही नै हो। जसले छालामा टाँसिएर निभाउनै नसकिने आगो बाल्छ। स्कुल कलेजका विद्यार्थीहरूको च्याटरुममा यस्तो भयानक रसायन बनाउने रेसिपी सेयर भइरहेको थियो त। हो, सुन्दा पत्यार लाग्दैन, तर त्यही रासायनिक हतियारको घरेलु संस्करण बनाउने कुरा त्यहाँ भइरहेको थियो। बाफ्रे। र कुरा त्यहाँ मात्र रोकिँदैन नि। ग्रिनिस्यू नामका प्रयोगकर्ताले त भारतको केरलाबाट एउटा डिलर चिनेको र त्यहाँबाट 50वटा ग्रेनेड मगाउने कुरा समेत गरेका छन्। ग्रेनेड नै मगाउने कुरा? एउटा सामान्य च्याटरुमभित्र सिधै हतियार आयात गर्ने र बम बनाउने अन्तर्राष्ट्रिय सञ्जालको कुरा भइरहेको थियो भनेपछि? यो कुनै साधारण आक्रोश थिएन, यो त एउटा डिजिटल वार रुमको दृश्य थियो। अनि अर्को सबभन्दा खतरनाक हतियार जसको प्रयोग भयो
त्यो हो फेक न्यूज। हो, त्यो पनि निकै डरलाग्दो थियो। प्रतिवेदन अनुसार टोनी नामका एक प्रयोगकर्ताले ग्लोबल कलेजको होस्टलमा बलात्कार भइरहेको छ भन्दै नक्कली खबर फैलाए नि त। यसको उद्देश्य त स्पष्ट थियो, भिडलाई भावनात्मक रूपमा उत्तेजित बनाएर कलेजमा आगजनी गराउनु। जुन पछि भयो पनि होइन। हो नि, कल्पना गर्दा पनि डरलाग्दो लाग्छ। सडकमा विद्यार्थीहरू न्याय मागिरहेका छन् र उनीहरू केही बीचमा बसेर कसैले डिजिटल डिभाइसबाट पेट्रोल बम बनाउने र अफवाह फैलाउने निर्देशन दिइरहेको छ। यसले कसरी एउटा सानो लुकेको समूहले ठूलो भिडको मनोविज्ञानलाई नियन्त्रण गर्न सक्छ भन्ने कुरा स्पष्ट पार्छ त। एकदमै। बन्द सर्भरभित्र जब यस्ता हिंसात्मक सन्देशहरू द्रुत गतिमा फैलिन्छन् नि, त्यसले सडकमा रहेका हजारौं मानिसलाई रिमोट कन्ट्रोलबाट जस्तै सञ्चालन गर्न सक्छ। तर यति भनिरहँदा मेरो मनमा अर्को प्रश्न आउँछ नि, डिजिटल संसारमा यो सब भयानक योजना पाकिरहँदा ग्राउन्ड जिरोमा हाम्रो राज्यको सुरक्षा संयन्त्र चाहिँ के गर्दै थियो त? प्रतिवेदनमा समावेश सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरूका बयानहरू पढ्दा त राज्य संयन्त्रको विफलताको एकदमै दयनीय चित्र प्रस्तुत हुन्छ। जस्तै प्रहरी नायब उपरीक्षक अर्थात् डीएसपी स्तरका कमान्डरहरूका बयानहरू पढ्दा उनीहरूको असहाय अवस्था महसुस हुन्छ। उनीहरूले के भनेका छन् त बयानमा? उनीहरूले 14-15 हजारको उन्मत्त भिड र हतियारसहितका लुटपाटकारी समूहहरूको सामना गर्नुपरेको कुरा गरेका छन्। त्यस्तो अवस्थामा सुरक्षाकर्मीको मनोबल पूर्ण रूपमा गिरेको कुरा प्रतिवेदनमा प्रष्ट उल्लेख छ। अनि समन्वय नि? 3टा सुरक्षा निकाय छन् नि हाम्रो त। सबैभन्दा ठूलो विफलता नै त्यही समन्वयको अभाव थियो। प्रतिवेदनले यसलाई ग्रेजुएटेड रेस्पोन्सको विफलता भनेको छ नि त। यो ग्रेजुएटेड रेस्पोन्स भनेको त्यही होइन जहाँ सुरुमा नेपाल प्रहरी अगाडि सर्छ हो, अनि अवस्था नियन्त्रण बाहिर भएपछि सशस्त्र प्रहरी बल आउँछ र अन्त्यमा मात्र नेपाली सेना परिचालन हुन्छ। यो मोडलले किन काम गरेन त? काम गरेन। के उनीहरूसँग पर्याप्त सञ्चार उपकरण थिएनन् कि? उपकरणको अभाव एउटा पाटो पक्कै थियो, तर मुख्य समस्या त नोकरशाही प्रक्रिया र समन्वयको अभाव थियो। कसरी? अलि प्रष्ट पारिदिनुस् न। जस्तै पहिलो घेरामा रहेको नेपाल प्रहरीसँग यति ठूलो भिड नियन्त्रण गर्ने पर्याप्त दङ्गा नियन्त्रण सामग्री थिएन। जब उनीहरू पछि हटे सशस्त्र प्रहरीले हस्तक्षेप गर्नुपर्ने थियो नि। नियमअनुसार त त्यही हुनुपर्ने हो। तर सशस्त्र प्रहरी बल औपचारिक लिखित आदेश र स्पष्ट कमान्डको पर्खाइमा बस्यो। कागज पर्खेर बसे। हो, त्यही नोकरशाही ढिलासुस्तीको बीचमा भिडले पूरै सहरलाई आफ्नो कब्जामा लिइसकेको थियो अनि सेना परिचालन गर्ने समयसम्ममा त 85 अर्बको क्षति भइसकेको थियो। बाफरे! सुरक्षा निकायहरू बीचको यो समन्वयहीनता त छँदैछ, तर प्रतिवेदन पढ्दा मलाई सबैभन्दा स्तब्ध पारेको कुरा त गुप्तचर निकायको रिपोर्टिङ पो हो त। कुन कुराले नि? प्रतिवेदनको पाना पल्टाउँदै जाँदा एउटा यस्तो तथ्य भेटियो जसले राज्यको कार्यशैलीमाथि ठूलो प्रश्न चिन्ह खडा गर्छ के। राष्ट्रिय अनुसन्धान विभाग अर्थात् एनआइडीले डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा भइरहेको यस्तो योजनाको सुइँको पहिल्यै पाएको रहेछ नि त। हो र? हो त नि। उनीहरूले आन्दोलनको जोखिम र सम्भावित घुसपैठबारे अत्यन्तै संवेदनशील सूचनाहरू सिलबन्दी खामभित्र राखेर प्रधानमन्त्री कार्यालयमा पठाएका रहेछन्। भनेपछि गुप्तचर निकायले आफ्नो काम त गरेको देखियो, सूचना सङ्कलन गरेर माथिल्लो निकायमा पुर्यायो। तर के? ती खामहरूको हविगत के भयो भन्ने कुराले पो राज्य संयन्त्रको असली अनुहार देखाउँछ त। पछि जब जाँचबुझ आयोगले अनुसन्धान सुरु गर्यो नि, अनि भट्किएको प्रधानमन्त्री कार्यालयको भग्नावशेषमा गएर हेर्यो, ती सिलबन्दी खामहरू नखोलिएको अवस्थामै पो फेला परे त। साँच्चै खाम खोलिएकै थिएन? भनेपछि देशलाई खरानी हुनबाट जोगाउने त्यो अत्यन्तै संवेदनशील मास्टर प्लान प्रधानमन्त्री कार्यालयको कुनामा धुलो खाएर बसिरहेको थियो। ओहो! सायद खाम खोल्ने चक्कु नभएर हो कि वा कसैलाई त्यो खामभित्रको कुरा सुन्न फुर्सद नै थिएन खै। यसलाई केवल लापरवाही मात्र भन्न त मिल्दैन नि। यो त राज्य संयन्त्रकै पूर्ण प्यारालाइसिस हो। हो त। हेर्नुस्, सूचना सङ्कलन हुनु एउटा कुरा हो, तर त्यो सूचना सही समयमा सही निर्णयकर्तासम्म पुगेर विश्लेषण नहुनु र एक्सनमा नजानु भनेको त हाम्रो परम्परागत प्रशासनिक ढाँचा कति जीर्ण भइसकेको छ भन्ने प्रमाण हो नि। एकदमै। एकातिर डिस्कर्डमा सेकेन्डमा 6 लाख मेसेज आदान प्रदान भएर योजना बनिरहेको थियो, अनि अर्कोतिर राज्यको संयन्त्र कागजको खाम खोलेर पढ्नमै अड्किएको थियो। हो।
डिजिटल स्पिड र ब्युरोक्रेटिक स्पिड बीचको यो टकराउ नै यो क्षतिको मुख्य कारण हो जस्तो लाग्छ मलाई त। सही भन्नुभयो। यो प्रतिवेदनले औल्याएका तथ्यहरू आफैमा यति स्पष्ट र भयानक छन् नि। यसलाई एउटै धागोमा उनेर हेर्दा निष्कर्ष एकदमै गम्भीर निस्कन्छ। भ्रष्टाचार र कुशासन विरुद्ध उठेको एउटा स्वाभाविक र शान्तिपूर्ण असन्तुष्टिलाई समयमै सम्बोधन नगरी दबाइयो। त्यसमाथि डिजिटल प्लेटफर्मको प्रतिबन्धले भल्भ थुन्यो। हो, र जब त्यो सडकमा विस्फोट भयो, फेक न्यूज, बाह्य तथ्यको घुसपेट र आपराधिक समूहले त्यसलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिए। अनि यो सम्पूर्ण घटनाक्रममा राज्यको परम्परागत सुरक्षा संयन्त्र र प्रशासनिक ढाँचा मूकदर्शक मात्र बन्यो। किनकि उनीहरू यो नयाँ प्रकारको डिजिटल हाइब्रिड सङ्कटसँग जुझ्न तयारी थिएनन् नि त। हो नि, यो ऐतिहासिक दस्तावेजको विश्लेषणबाट निस्किएको एउटा सत्य के हो भने आजको सूचनाको युगमा हातमा भएको स्मार्टफोन एउटा सामान्य सञ्चार उपकरण मात्र रहेन। पटक्कै रहेन। यो त एउटा यस्तो शक्तिशाली हतियार बन्न सक्छ जसले समाज निर्माण गर्न पनि सक्छ र त्यो डिस्कर्डको च्याट रुमले देखाए जस्तै क्षणभरमै पुरै देशमा विध्वंस पनि ल्याउन सक्छ। एक्ज्याक्टली। डिजिटल युगका चुनौतीहरूको सामना गर्न हाम्रा पुराना ढर्राका संयन्त्रहरू पूर्ण रूपमा अपर्याप्त छन् भन्ने कुरा यसले प्रमाणित गरिदिएको छ। एकदम सही कुरा। त्यसैले यो गहिरो अध्ययनको पहिलो खण्डको अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ नि। के प्रश्न? त्यो सुरुमा गरिएको एक्सरे मेसिनको एनालोजीलाई नै सम्झिने हो भने आजको युगमा जहाँ एउटा बन्द डिस्कर्ड सर्भरले केही घण्टामै हजारौं मानिसलाई सडकमा उतार्न सक्छ, पेट्रोल बम बनाउन सिकाउन सक्छ हो, र फेक न्यूज मार्फत भीड नियन्त्रण गर्न सक्छ भने के त्यहाँ हाम्रा परम्परागत सुरक्षा संयन्त्र र सरकारी कार्यशैली पूर्ण रूपमा असान्दर्भिक भइसकेका हुन् त? एकदमै गहिरो प्रश्न। के त्यो पुरानो एक्सरे मसिन अब काम नलाग्ने भइसकेको हो र राज्य सञ्चालनको पुरै मोडेल नै परिवर्तन गर्ने बेला आएको होइन र? यो 900 पृष्ठको प्रतिवेदनले छाडेको सबैभन्दा गहिरो प्रश्न नै यही हो जस्तो लाग्छ मलाई। हो नि। ल, यो त भयो प्रतिवेदनको पहिलो भाग र सुरुवाती दिनहरूको यथार्थ। यो आन्दोलनलाई कसरी शान्त गरियो र यसका पछाडि लुकेका थप रहस्यहरू के छन् नि? त्यो त हामी अर्को श्रृङ्खलामा हेर्नेछौँ। यो डकुमेन्ट्री शैलीको गहिरो विश्लेषणको अर्को खण्डमा खोज्नेछौँ, अर्को श्रृङ्खलामा भेट्नेछौँ।